यो कार्डिनालिटी अफ तीनटा सेटको ए युनियन बी युनियन सी को प्रुफ गर्न लाग्छु। के प्रुफ गर्दैछु भने कार्डिनालिटी अफ ए प्लस कार्डिनालिटी अफ बी प्लस कार्डिनालिटी अफ सी, कार्डिनल नम्बर अफ सी माइनस कार्डिनल अफ ए र बी को इन्टरसेक्सन। अनि दुईटा जुन पहिला अघि पछि केही हुँदैन है, यो ए र सी को इन्टरसेक्सन। लगातार इन्टरसेक्सन लेख्दा क्रम चाहिँदैन। बी इन्टरसेक्सन सी र अनि ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी चाहिँ लास्टमा प्लस हुन्छ। अब यसको प्रुफ म सिकाउँदैछु। यो प्रुफको बारेमा टेन्सन नलिऊ। प्रुफ यो पछि 11 12 तिरलाई 11 तिमी सेट पढ्दाखेरि त्यतिखेर चाहिँ काम लाग्छ। त्यसकारण म अहिलेकै सिकाइदिनु लाग्यो। बुकमा दिएको छ तर गभर्नमेन्ट बुकमा छैन जस्तो लागिरहेछ मलाई, तर छ भए पनि इक्जामको लागि यो प्रुफ सोध्दैन। अब तिमीले ल लेफ्ट ह्यान्ड साइड मैले लिएँ। यो ए युनियन बी युनियन सी लाई मैले के गरेँ भने यहाँनिर एउटा कार्डिनल यो सेट भित्र पनि म के गरेँ भने दुईटा पार्ट क्या ए युनियन बी एउटा पार्ट हैन, अनि यो युनियन सी अर्को पार्ट भनेर मैले त्यसै छुट्याएँ। यो भनेको दुईटा भाग गरेँ क्या। तीनटालाई दुईटालाई एउटा ब्र्याकेट जस्तो बनाएँ। अब ब्र्याकेट यहाँ किन फेरि सानो ब्र्याकेट भित्र कर्ली ब्र्याकेट भयो भन्नु चाहिँ यो ब्र्याकेट चाहिँ यो सेटको त्यस्तै हुन्छ। अनि यस्तो राखौँ न त, स्मलै ब्र्याकेट लेख्दिउँ। अन्त यो चाहिँ रेडको एउटा भयो। यसरी बुझ्नु पर्यो। अलिकति क्यापासिटी लाइनको क्यापासिटी कति ठिकै छ, ठुलै छ त फेरि किन यस्तो भयो। ल अब यसमा चाहिँ यो गरेँ भने दिस इक्वल्स टु, मैले यसरी लेख्छु नबुझेकोमा भन्नु होला। एन ए युनियन बी पहिला म लेख, अनि एन सी माइनस एन ए युनियन बी इन्टरसेक्सन सी। यो अहिले सायद बुझेन होला है तिमीले। यो कसरी भने हस् 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 यसो हेर, यो हामीले पढेको छ नि, जस्तो कि हामीसँग दुईटा सेटमा जस्तो एन एक्स युनियन वाई भयो भने के हुन्छ फर्मुला? कार्डिनालिटी अफ एक्स प्लस कार्डिनालिटी अफ वाई माइनस कार्डिनालिटी अफ एक्स इन्टरसेक्सन वाई हुन्छ नि, हो? हो सर। अब सम्झ कि यहाँ तीनटा भयो। तीनटा इलिमेन्टलाई हामीले के गर्यौं, त्यो दुईटा इलिमेन्ट चाहिँ एक्स को रूपमा प्रयोग गर्यौं के। अगाडिको दुईटा चाहिँ एज अ एक्स भनेर प्रयोग गर्यौं हैन। यति चाहिँ जस्तो कि यो चाहिँ यो यति चाहिँ एउटा चाहिँ यो अगाडिको चाहिँ यो एक्स भयो, अनि यो पछाडिको चाहिँ वाई भयो। ल दुईटालाई एक भागमा एउटालाई एक भाग गरेको भनेपछि अब सुरुमा यो एक्स भनेर लेख्ने ठाउँमा यो एक्स भनेर लेख्ने ठाउँमा चाहिँ अगाडिको दुईटै लेख्नु पर्यो एक्स भन्ने ठाउँमा, अनि वाई भनेर लेख्ने ठाउँमा चाहिँ यो सी एउटा मात्रै हो पछाडिको। अनि एक्स इन्टरसेक्सन वाई भनेको इन्टरसेक्सनको अगाडि एक्स भनेर लेख्दा त के लेख्नु पर्यो, यो ए युनियन बी नै लेख्नु पर्यो। यति भन्दा बुझ्यो कि बुझेन? अब बुझ्यो सर। ल के गरेको रहेछ तीनवटा मध्ये। अब यसमा बरु के गर्न मिल्छ भने नि, कार्डिनालिटी तिमीले लेख्दाखेरि बी र सी लाई म पछाडि राख्छु, ए लाई अलगै राख्छु भन्ने नि पाउँछौ। त्यो चोइस जुन गरे पनि पछि आउने आन्सर एउटै हुन्छ। ल पछाडि आउने आन्सरमा केही फरक पर्दैन। ल त्यसो भए यो अगाडिको जुन फर्स्ट जुन यो यति छ नि, यो जुन यो अगाडिको यो यतिलाई छुट्टै फेरि यो दुईटा सेटको फेरि अब सिम्प्लिफाई गरौँ त, अगाडि बढाउँ त यसको के हुन्छ, एन ए। अब यो त फेरि ए एउटा बी एउटा गरेर अलग अलग गरेर ए प्लस एन बी माइनस एन ए इन्टरसेक्सन बी। यो मात्र यो मैले रातो सर्कल लगाएको बाट आउने आन्सर। ठिक छ, अगाडि बढौँ। हुन्छ सर। अनि त्यसपछि अब पख त्यसपछि यहाँ बाँकी छ त, बाँकी लेख्नु पर्यो नि त। के लेख्नु पर्यो? एनसी
माइनस अनि यो कार्डिनल नम्बर अफ यहाँ भित्रको। अब यो कस्तो हुन्छ भने यो उसमा जस्तो यो तिमीले x प्लस y यो अल्जेब्रामा गरे जस्तै z भयो भने x z गर्छौ अनि प्लस y z गर्छौ नि, गर्छ गर्दैन? गर्दा गरिन्छ नि है यस्तो। गरिन्छ सर। भनेपछि अब यहाँ के गर्ने त? अब यो यहाँ प्लसको ठाउँमा a युनियन b अनि इन्टरसेक्सन c भनेको चाहिँ के बुझ्नुपर्छ भने ए यहाँ चाहिँ जस्तो र ए इन्टरसेक्सन सी एउटा भयो, यो सी ले एप्लाई गरेको, अनि बीचको युनियन बी इन्टरसेक्सन सी। जस्तो यहाँ माथिको अल्जेब्राको रुल हेर त, एक्स जेड भनेको एक्स इन्टु जेड, यो इन्टु भनेको डट भनेको कहाँको आएको? यो पछाडिको, यो यहाँको आएको। जस्तो यो डट भनेको यहाँनिर यो छ, इन्टरसेक्सन छ। जस्तै अल्जेब्रामा एक्स मल्टिप्लाई जेड भने जस्तो ठाउँमा यहाँ चाहिँ ए इन्टरसेक्सन सी भयो पहिला, अनि यहाँ अल्जेब्रामा प्लस भने जस्तो बीचको प्लस भने जस्तो यहाँ युनियन भयो, अनि पछाडि वाई डट जेड भने ठाउँ फेरि अब बी इन्टरसेक्सन सी भयो। यसरी एक्सबीलाई त्यो ब्राकेट खोल्ने भनेपछि यहाँ ब्राकेट भित्र के भयो त एउटा भने ए इन्टरसेक्सन सी भन्ने एउटा भयो, एउटा सेट बन्यो। फेरि बीचमा युनियन बी इन्टरसेक्सन सी अर्को बन्यो। ल यो खोलेको बारेमा मैले जुन अल्जेब्राको इक्जाम्पल पनि दिएर बुझाएँ। अब केही छ भने अझ पनि थप केही भन्नुपर्छ भने म भन्न तयार छु। जस्तो अरू पनि हेर, जस्तो अब यस्तो पनि हुन्छ ल, भित्र ए युनियन सी भित्र के अरे ए इन्टरसेक्सन चाहिँ ल अर्को एउटा इक्जाम्पल दिउँ न त। यहाँ ए इन्टरसेक्सन सी भित्र अनि बाहिर युनियन बी छ भने के हुने भयो त? ल भन्नु, यसको एक्सपेन्सन के होला त? कार्डिनल नम्बर अफ ए युनियन बी। अहिले मैले पक्का कार्डिनल मैले लेखेको छैन, कार्डिनल नलेख, कार्डिनल छ भने कार्डिनल लेख्ने, अहिले कार्डिनल नराखिकन भन न। ए युनियन बी पहिला, ए युनियन बी इन्टरसेक्सन युनियन सी युनियन बी। हो यसरी हामी एक्सप्यान्ड हुन्छ। ल धन्यवाद। त्यसो भए मैले अब यो त्यही रुल माथि लगाएको हो, त्यसरी नै खोल्न सकिन्छ भन्ने बुझ्नु होला। अब चाहिँ त्यसो भए अब यहाँनिर ठाउँलाई मलाई लामो लाइन बन्छ। अब के गरौँ भने अब यो अगाडिको पार्ट मैले त्यस्तै सारेँ, कार्डिनल नम्बर अफ ए प्लस कार्डिनल नम्बर अफ बी माइनस कार्डिनल नम्बर अफ ए इन्टरसेक्सन बी प्लस अब नभए कार्डिनल नम्बर अफ सी, यति आइसक्यो। अब फेरि यहाँनिर तिमीले बीचमा त युनियन त देखेका छौ नि, यहाँनिर बीचमा युनियन देखेका छौ, युनियनको सिम्बोल छ। युनियन भन्दा अगाडि एउटा इलिमेन्ट भयो, सेट भयो, त्यो जो इन्टरसेक्सन छ। युनियन पछाडि पनि अर्को एउटा सेट जो इन्टरसेक्सन छ भनेपछि अगाडिको यसलाई एक्स भनेर सम्झ, अगाडिको इन्टरसेक्सन एउटा इन्टरसेक्सन चाहिँ अघि फर्मुलामा चाहिँ एक्स भनेर सम्झ, पछाडिको इन्टरसेक्सन वालालाई वाई भनेर सम्झ, अनि बीचको यो सिम्बोल युनियन भने त्यही भइहाल्यो। भनेपछि यो ए इन्टरसेक्सन सी मात्र भएको एउटा सेट भयो, बी इन्टरसेक्सन सी मात्र भएको अर्को सेट भयो। अब यो अगाडि माइनस भएको हुनाले सबैलाई मल्टिप्लाई गर्नुपर्छ, मैले ब्राकेट राखेँ। ब्राकेट राखेर भनेपछि अब यहाँ मैले फर्मुलाले एकर्डिङ टु फर्मुला एन एक्स इन्टरसेक्सन एक्स युनियन वाई इक्वल्स टु कार्डिनल नम्बर अफ एक्स भनेको छ। अब तिमी के लेख्छौ यहाँ? कार्डिनल नम्बर अफ ए इन्टरसेक्सन सी भनेर लेख्छौ। अब यो सक्यो, हामी अगाडि बढौँ। अब अर्को दोस्रो गर्नलाई के लेख्नु? कार्डिनल नम्बर अफ बी इन्टरसेक्सन सी। बी इन्टरसेक्सन सी, त्यसपछि के हो? माइनस कार्डिनल नम्बर अफ ए इन्टरसेक्सन बी। ए इन्टरसेक्सन सी पहिलाको भयो हैन, बी हैन, ए इन्टरसेक्सन सी अगाडिपट्टि युनियन भन्दा अगाडिको, फेरि यसमा अनि इन्टरसेक्सन बी इन्टरसेक्सन सी। कार्डिनल नम्बर अफ ए प्लस कार्डिनल नम्बर अफ बी, अलिकति उस्तै सेट सँगै लेखौँ भन्नको लागि मैले कार्डिनल नम्बर अफ सी लाई पनि अगाडि लेखेर अनि माइनस एन ए इन्टरसेक्सन बी लाई लेखेँ, अनि यो ब्राकेट अब यो अगाडिको माइनसले ब्राकेट भित्र माइनस प्लस माइनस एन ए इन्टरसेक्सन सी कार्डिनल नम्बर अफ भनेको एन मात्रै भन्न आउँछ मलाई, माइनस प्लस माइनस
कार्डिनल नम्बर अफ बी इन्टरसेक्सन सी माइनस बाहिरको र भित्रको माइनस माइनस प्लस कार्डिनल नम्बर अफ ए इन्टरसेक्सन सी अनि फेरि अर्को इन्टरसेक्सन बी इन्टरसेक्सन सी। अब यसलाई यो भनेको अब कसरी लेख्न मिल्छ भने कार्डिनल नम्बर अफ ए यो मैले त्यही सारिरहेको छु एन बी यहाँसम्मको कार्डिनल नम्बर अफ सी माइनस कार्डिनल नम्बर अफ ए इन्टरसेक्सन बी माइनस कार्डिनल नम्बर अफ ए इन्टरसेक्सन सी माइनस कार्डिनल नम्बर अफ बी इन्टरसेक्सन सी। अब यसको थीम एउटै हुन्छ यो है म बुझाउँछु फिगर बनाएर बुझाउँछु ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी एकैचोटि लेख्दा यो भनेको एउटै हुन्छ भने अब कसरी भने म यो भेन डायग्रामबाट बुझाउँछु। तिमीलाई मैले माथि लेखेको फर्मुला त आयो तर अब यो लास्टको पार्ट मैले बुझाउन खोजिरहेको छु यो कसरी भयो भनेर। जस्तो म एउटा चित्र बनाऊ तीनटा सेटमा मैले ल ए राखेँ बी राखेँ सी राखेँ ए बी सी। अब यो चित्रमा म पहिला के गर्छु भने ए इन्टरसेक्सन सी को भागलाई म सेट गरेर देखाउँछु है। ए इन्टरसेक्सन सी को भागलाई म सेट गर्दैछु। ए इन्टरसेक्सन सी को भाग भनेपछि यो रहेछ ए इन्टरसेक्सन सी को भाग। अनि अर्को चाहिँ पछाडि के छ बी इन्टरसेक्सन सी। बी इन्टरसेक्सन सी को भागलाई म सेट गर्छु। म त्यसलाई म अर्कै रङले गर्छु यहाँ बी इन्टरसेक्सन सी को भनेपछि बी इन्टरसेक्सन सी को भाग भनेको यो भयो बी र सी भएको यहाँदेखि यो पनि पर्छ यो पनि पर्यो यो पनि बी र सी को लागि यो पनि भयो नि ल बी र सी को भयो। अब मैले यो पहिले गरेको र सुरुमा गरेको ए इन्टरसेक्सन सी र को भाग र पछि गरेको बी इन्टरसेक्सन सी को भागको पनि ए इन्टरसेक्सन सी को र पछि गरेको बी इन्टरसेक्सन सी को पनि को दुईटाको इन्टरसेक्सन खोज्यो भने यसको र यसको कमन हो नि त। भनेपछि यहाँ कुन भागमा यसको भनेको पहिला भनेको यो के छ यो स्काई ब्लू छ यो पहिले भनेको यो भनेको स्काई ब्लू भयो यहाँ चित्रमा हेर यो भनेको ए इन्टरसेक्सन स्काई ब्लू भयो त्यहाँ चित्रमा। अनि अर्को चाहिँ यो भनेको यो बी इन्टरसेक्सन सी भनेको त्यहाँ पहेँलोमा छ। अनि यो दुईटैको दुईटै भएको भनेको पहेँलो पनि भएको स्काई ब्लू पनि भएको भनेको चाहिँ भाग कुन हो त देख्यौ नि त्यो भनेको बीचमा दुईटै परेको इन्टरसेक्सन भनेको बोथ भयो। यो दुईटाको बोथ भनेको बोथ कलर परेको भाग भनेको तिमीले देखिरहेछौ नि बोथ कलर परेको भाग भनेको बीचको यति हो। यो भनेको त ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी भयो त त्यो तीनवटाको इन्टरसेक्सनको पार्ट भयो। मैले पहिला के गरेँ ए इन्टरसेक्सन सी को स्काई ब्लूले सेट गरेँ दोस्रोचोटि बी र सी को इन्टरसेक्सनलाई येलोले सेट गरेँ अनि दुईटैले येलोले सेट गर्दा ती दुईटा पहिले गरेको र पछि गरेको दुईटा सेटको पर्सनको पनि इन्टरसेक्सन भनेको त्यो हैन त्यसमा पनि छ त्यसमा पनि छ भनेको यहाँ कलरले देखिरहेछौ तिमीले बीचमा पहिला स्काई ब्लू पनि भएको र पछिको चाहिँ यो येलो पनि भएको बीचको भाग भनेको त्यति मात्रै बुझायो। त्यति भाग भनेको तीनवटै सेटको इन्टरसेक्सन हो। त्यसैले यो ए इन्टरसेक्सन सी हैन त्यसैले यो ए इन्टरसेक्सन सी इन्टरसेक्सन बी इन्टरसेक्सन सी भनेर सिम्पलमा लेख्ने हो भने ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी लेख्दा हुँदो रहेछ। अनि मैले जुन तिमी भन्न खोजेको त्यो कार्डिनालिटी रिलेसन त आयो। अब यसलाई सम्झने कसरी सम्झँदाखेरि पहिला चाहिँ कार्डिनल अफ यसो सम्झ न जतिवटा सेट तीनटा सेटको हामी 3 सेट पढ्दैछौँ भने तीनटा सेटको चट राख्ने पहिला अनि -3 पटक राख्ने हैन। के छ हाम्रो फर्मुला भनेको यहाँनिर यस्तो भयो एउटा ठाउँ के भयो एक ठाउँ भयो प्लस भयो अनि प्लस भयो तीन ठाउँमा लेख्ने भयो त्यसपछि माइनस माइनस एक ठाउँमा माइनसको अगाडि यहाँ एक ठाउँ दुई ठाउँ अर्को माइनस तीन ठाउँ अनि लास्टमा गएर प्लस
भनेपछि अब भर्दाखेरि यो प्लस अगाडि चाहिँ के नि जस्तो तीन के छ मैले भने यहाँ एक जुन लेखेँ हुन्छ मैले यहाँ पहिला बी लेख्छु यहाँ सी लेख्छु यहाँ चाहिँ ए लेख्छु भने नि पाइयो त्यसरी लेख फर्मुला जस्तो पढ्न सही लाग्छ। अब माइनस पछाडि एकचोटि के लेख भने यहाँ तीनटा मध्येमा दुईटा अब के पहिला म त पहिला ए र बी लेख्छु ल ए र बी अर्कोचोटि म बी र सी ल अर्कोचोटि छुटेको अब ए र सी यहाँ लेख्छु भनेर ए र सी को इन्टरसेक्सन अनि लास्ट चाहिँ जहिले पनि तीनटाको इन्टरसेक्सन भन्ने हिसाबले यसरी सम्झ्यौ भने यो यसरी सम्झ्यौ भने तिमीले जहिले पनि यो फर्मुलामा केही पनि प्रब्लम हुँदैन। सबै कण्ठ गर्ने होइन सबैभन्दा पनि हरेकचोटि सिंगल होल कार्डिनालिटी पहिला तीनटाको अनि त्यसपछि इन्टरसेक्सन तीनवटाको दुईवटाको इन्टरसेक्सनको माइनस अनि तीनवटाको इन्टरसेक्सनको चाहिँ प्लस गर्ने। यो रिलेसन यो फर्मुला मैले तिमीलाई दिएँ तर एक्सरसाइज गर्ने बेलामा यो बुझाएँ। एक्सरसाइज गर्ने बेलामा यो जसरी मैले अगाडि 2 सेटमा तिमीलाई मात्र भेन डायग्रामबाट सिकाइरहेको छु भेन डायग्रामबाट गर्न पनि धेरै नै सजिलो नै हुन्छ। त्यही नै गर्ने फर्मुला पनि अब आवश्यक कुनै बेला पर्यो भने यसरी डिराइभ गरेको भनेर भने। अब मलाई केही भन्न मन लागेको छ भने यो फर्मुलासँग रिलेटेड भन म अरू फर्मुला नत्र भन्न गइरहेको छ। छैन सर। ल अब त्यसो भए अरू फर्मुलाको लागि यस बाहेकको अरू फर्मुलाको लागि यहाँ हेर म त्यसको लागि म फिगर बनाएरै भेन डायग्राम बनाउँछु अनि त्यसपछि अनि बुझाउँछु। भेन डायग्राम बनाइसकेपछि बुझाउन सजिलो हुन्छ। अन्त एउटा सेट अलि ठुलो ठाउँ मैले लेख्न पनि हुन्छ भनेर भित्र ए बी सी। अब म यहाँ भित्र अब अघि कार्डिनालिटी हिसाबमा लेख्छु है। यो भनेको यो बक्स भनेको कार्डिनालिटी अफ यु अनि यो बक्स भित्र छिर्ने बित्तिकै यसलाई के भनेर लेखिन्छ भने अलि रङ चेन्ज गर्यो भने सजिलो होला है। यो छिर्ने बित्तिकै यो चाहिँ कसको कार्डिनालिटी यो भाग भने यो ए युनियन बी युनियन सी मा ए और बी और सी मा नपरेको अनि यो घेरा चाहिँ देखिएको यो घेरा भित्रको जति बी को कार्डिनालिटी किन मैले भित्र लेखेन अनि बी को कार्डिनालिटी भित्र यो भनेको एन वानली बी एक्लैको मात्र छिर्दैछु है म। त्यस्तै यो घेरा भनेको कार्डिनालिटी अफ ए को घेराको यो भित्रको यो घेरा भित्र जति आउने ए को यो घेरा भित्र आउने चाहिँ कार्डिनालिटी अफ बी सी को यो भनेको कार्डिनालिटी अफ सी भन्ने एक्लै सी को मात्र सेट भयो। यो भनेको कार्डिनालिटी अफ ओन्ली ए भयो। यो भनेको बीचको भनेको कार्डिनालिटी अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी को भयो भने अब यति कुरा त मैले भरे। अब मैले सोध्न चाहे अब तिमीले ट्राई गर यो मैले जुन यहाँनिर राइट चिन्ह अथवा म यहाँ सेट गरेर देखाउँछु के को होला त मैले पहिला राख्छु यो येलो राखेँ। यो चाहिँ के को यसलाई चाहिँ के भन्ला नि त कार्डिनालिटीलाई भन। कार्डिनल नम्बर अफ ओन्ली ए इन्टरसेक्सन बी। सही उत्तर कार्डिनल नम्बर अफ ओन्ली ए इन्टरसेक्सन बी। त्यसो भए त अब तिमीले यहाँ पनि भन्न सकिहाल्छौ यो कार्डिनल नम्बर अफ ओन्ली त्यही अनुसार ए ओन्ली ए र सी ए इन्टरसेक्सन सी। यो कार्डिनल नम्बर अफ ओन्ली बी इन्टरसेक्सन सी जसले यो भित्रको मैले जहाँ स्पेस भरेको बुझ्यौ भने तिम्रो गाह्रो छैन। अब फर्मुला निकाल्ने यो त बुझ्छौ होला नि बुझ्यौ यो गरेको बुझ्यो सर। बुझ्यौ सर। यसमा त्यसो हो भने मैले एउटा चाहिँ यहाँ एउटा यसलाई हेर्दै तिमी फर्मुला बनाऊ। मैले अब बनाउन लाएँ ल एउटा बनाएँ। आवश्यक पर्दा म के बनाउन सक्छु भने एन ए भित्र के कार्डिनालिटी जोड्नु पर्छ भने एन वानली ए प्लस एन वानली ए इन्टरसेक्सन अस्ति पनि गरिसकेको छ यो ए इन्टरसेक्सन बी प्लस एन वानली ए इन्टरसेक्सन सी अनि प्लस एन ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी। ल चित्र हेरेर भने चित्रमा ए भित्र के कतिवटा टुक्रा छ कतिवटा पार्ट छ एमा भनेको 4वटा पार्ट छ 4वटा पार्ट प्लस गरेको। अब बी को त्यसै गरी
सी को त्यसै गरी लेख्न सक्छौ है। अब यो एउटा तरिका भयो ए को लागि। अब ए लाई लेख्ने अर्को तरिका पनि हुन्छ। ए लाई लेख्ने अर्को तरिका के गरौँ भने n1 ली ए प्लस ल n1 ली ए इन्टरसेक्सन बी लेखेपछि म पछाडि बाँकी दुई भाग जुन बाँकी छ यो दुई भागलाई यो दुईटा भागलाई एउटै भाग बनाएर सेटमा त्यो सेटबाट म यो दुईटा सेटको प्लसको सट्टामा एउटै भन्नु पर्यो भने यो भनेको कुन कुन भयो रे ए इन्टरसेक्सन सी म यहाँ सेट गरेर देखाउँछु है। ए इन्टरसेक्सन सी वानली भनेको यो भयो त्यसमा प्लस गरेको ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी भनेको यो प्लस गरेको। अब यो सेट नोटेसनमा यो दुईटा यसरी एक प्लस गरेकोलाई यो प्लस गरेको दुईटाबाट आउने जुन टुक्रा छ यो टुक्रालाई के को कार्डिनालिटी भन्छौ तिमी? ए इन्टरसेक्सन सी हो ए इन्टरसेक्सन सी भयो। यो दुईटा त्यसैले यो दुई पार्टलाई एउटै पार्ट गर्यो भने एन ए इन्टरसेक्सन सी अलिकति हामी घटायौं दुई पार्टको एउटा। अब पछाडिको दुईटा पार्टलाई एउटा गर्दा यो भयो। अब मैले चाहिँ त्यसैगरी पछाडिको त लिनै पर्छ लास्टको ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी। त्यसैगरी म यसलाई यसरी पनि लेख्न सक्छु n1 ली कार्डिनल नम्बर अफ 1 ली त लेख्नै पर्यो अनि प्लस अब म त्यो यसलाई चाहिँ लेखेर n यो ए इन्टरसेक्सन सी लाई चाहिँ अलग राखेर अब म यसको र यसको मर्ज गरेँ भने यो दुईटालाई मर्ज गर्दा यो फिगरमा खोजौँ त यो भनेको म यसलाई म कुन अर्कै यहाँ हाइलाइटर प्रयोग गरेर देखाउँछु ल यहाँ चाहिँ अनि यसलाई चाहिँ म कुन गरेँ भने यहाँभन्दा फरक ल यो चाहिँ गरेँ यो हाइलाइटर गर्यो भने यो यहाँ चित्रमा हेर्ने है त को n1 ली ए इन्टरसेक्सन बी n1 ली यो भनेको यो पहेँलो भएको ठाउँ भयो यो भयो त्यो र प्लस लास्टको भनेको बीचको यो ल अहिले यो बीचको मैले अहिले जुन गरेको दुईटा प्लस गर्यो भने यो भनेको हाम्रो यो भनेको कार्डिनल नम्बर अफ ए इन्टरसेक्सन बी भन्ने बन्दो रहेछ भनेपछि त्यसरी यहाँनिर कार्डिनल नम्बर अफ ए इन्टरसेक्सन बी पनि हुन्छ। एउटै सेटलाई लेख्न सक्ने यो तरिका भयो। अब मैले ए लाई लेखे जस्तो बी लाई लेख्ने सी लाई लेख्ने आफै ट्राई खोज ल बी को लागि तपाईले एउटा दोस्रो ट्राई गरौँ नि त बी लाई लेख्ने तेस्रो चाहिँ तिम्रो आफै गर है त बी लाई ल बी लाई लेख्नु पर्यो भने के भनेर लेख्ने हो त बी लाई एउटा ल पहिलो नम्बरको सबै टुक्रा राखेर लेख्दा बी को के हुन्छ कार्डिनल नम्बर अफ 1 ली बी प्लस खै त आएन नि त बी को घेरा जुन भित्र बी भित्र पर्ने भागहरू जोड्दै जोड्दै नामहरू लेख्दै जाऊ न के भयो मैले कार्डिनल नम्बर अफ 1 ली बी लेखेँ अर्को कार्डिनल नम्बर अफ 1 ली ए इन्टरसेक्सन बी प्लस कार्डिनल नम्बर अफ 1 ली बी इन्टरसेक्सन सी अनि प्लस ओन्ली ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी यो चाहिँ यसको लागि 1 ली भन्नु पर्दैन। अब यसलाई पनि सानो फर्ममा त्यो दुईटा जोडेर एउटा लेख्ने गरी यो दुईटा 1 ली ए इन्टरसेक्सन बी र ए बी इन्टरसेक्सन सी मध्ये एउटा लेखेर अरु बाँकी दुईटाको एउटै भन्यो भने के हुन्छ त कार्डिनल नम्बर अफ 1 ली बी प्लस ल यो पहिलोलाई लेख्यो भने n कार्डिनल नम्बर अफ 1 ली ए इन्टरसेक्सन बी लेखेर अब यो पछाडिको लास्ट दुईटालाई म एउटै भन्दाखेरि के देख्छु त्यहाँ चित्रमा हेरेर बी इन्टरसेक्सन सी लेखेको भाग बी इन्टरसेक्सन सी लेखेको भाग देखिरहेछौ नि त्यहाँ छ सर बी इन्टरसेक्सन सी लेखेको भाग कुन हो भने नम्बर अफ बी इन्टरसेक्सन यो हैन मैले रातो देखाएको पो यो हैन त n1 ली बी इन्टरसेक्सन सी भनेको यो भयो अनि प्लस यसमा प्लस यो गर्न पर्यो एउटा चाहिँ यो भनेको यो भयो यो भाग भयो त्यसपछि गएर अर्को चाहिँ यो भयो यो दुईटा प्लस गर्यो भने त्यो के बन्ने भयो त त्यो दुईटा प्लस गर्दाखेरि त्यो दुईटा प्लस गर्यो भने नम्बर अफ बी इन्टरसेक्सन सी यो चाहिँ नम्बर अफ
B इन्टरसेक्सन C हुन्छ। ल त्यस्तै गरी अर्को तरिका B प्लस अब यो फर्स्टको सेकेन्डलाई चाहिँ अगाडि सान्यो भने B इन्टरसेक्सन C अर्को प्लस यो चाहिँ N A इन्टरसेक्सन B बन्छ। यो यसै गरी हेर्नु होला, C को आफै ट्राई गर्नु। अब अर्को एउटा रिलेसन के पनि बन्छ भने यो बाहेक अर्को एउटा चाहिँ यो पनि बन्छ। हेर एउटा तिमीले यहाँनिर कहिलेकाहीँ यो पनि आवश्यक हुन्छ। म यतापट्टि लेखेँ अर्को NA इन्टरसेक्सन C भनेको मैले यो चित्रले देखाए अनुसार A इन्टरसेक्सन C भित्र कतिवटा खण्ड छ? नम्बर अफ ओन्ली A इन्टरसेक्सन C, नम्बर अफ A इन्टरसेक्सन B इन्टरसेक्सन C। यो यस्तो क्या, यो पनि फर्मुला हो क्या, यति मात्रैको पनि फर्मुला हुन्छ। अब कहिलेकाहीँ तिमीलाई सोध्छ कि अब N वानली यो यसलाई यसको चाहिँ पत्ता लगाऊ भन्यो भने के गर्नुपर्ने छ? N नम्बर अफ वानली A इन्टरसेक्सन C को चाहिँ पत्ता लगाऊ भने यहीबाट बनाऊ न। यो भनेको यो पत्ता लगाउनलाई योसँग एड भएको कुरा अर्कोपट्टि गएर माइनस हुन्छ। A इन्टरसेक्सन C पट्टि गएर माइनस N। कुनै कुरा वानली मात्रै थाहा पाउनु पर्यो भने, कुनै दुईटा सेटको मात्रै वानली थाहा पाउनु पर्यो भने तिमीले त्यो दुईटा त्यसको इन्टरसेक्सनको पुरा र अनि त्यो त्यसपछि त्यो तीनवटाको इन्टरसेक्सन माइनस गर्नु पर्यो। अब यसलाई तिमीले बेस लिएर कार्डिनल नम्बर अफ B इन्टरसेक्सन C को चाहिँ के हुन्छ त? B इन्टरसेक्सन C भनेको कहाँनिर छ? यो मैले कर्नरबाट देखाएँ, कार्डिनल नम्बर अफ B इन्टरसेक्सन C। अब अघि जस्तै भन्दा यसमा पनि यसभित्र पनि दुईटा पार्ट छ। B इन्टरसेक्सन C भनेको तिमीले फेरि म अलिकति भनौँ, B इन्टरसेक्सन C भनेको कति हुन्छ भने B इन्टरसेक्सन C भनेको तिम्रो कुन भाग हो भने यो भाग हो, अनि अर्को यो हो। यो मैले गोलो गोलो लाएको दुईटा हो। त्यो दुईटा गोलो गोलो लाएको भाग चाहिँ भयो। अब यो दुईटा गोलो गोलो लाएको भाग चाहिँ लिनको लागि लिएर एउटै बनाउनु पर्यो, दुईटा प्लस गर्नु पर्यो। यहाँ फेरि मैले एनोटेसन बन्द गरेँ, अघि देखाइहालेँ। अब यसको गऱ्यो भने यसै गरी N कार्डिनल नम्बर वानली B इन्टरसेक्सन C प्लस कार्डिनल नम्बर अफ A इन्टरसेक्सन B इन्टरसेक्सन C। A इन्टरसेक्सन B को लागि त्यहाँबाट हेर त, B इन्टरसेक्सन B भित्र के छ? कतिवटा छ? A इन्टरसेक्सन B को घरभित्र कतिवटा कोठा छ? दुईटा। त्यो कोठाको नाम के हो? नम्बर अफ ओन्ली A इन्टरसेक्सन B, नम्बर अफ A इन्टरसेक्सन B इन्टरसेक्सन C। त्यही त, त्यहाँ तिमीले के देखिरहेछौ भने एउटा चाहिँ जस्तो कि हजुर यो एउटा यो देखिरहेछौ, यो पहेँलो भएर पहेँलोमा देखिएन। अर्को यो चाहिँ हो बिचको, मैले गोल यस्तो सर्कल जस्तो बनाइरहेको छु। यो दुईटा भयो, यो दुईटा प्लस गर्नु पर्यो। यो दुईटा प्लस गर्दाखेरि अब मैले त्यही अनुसार लेख्छु। अब यहाँबाट नम्बर अफ वानली A इन्टरसेक्सन B र अनि जहिले पनि प्लस यो तिमीले अगाडि हेर न, यो यहाँ जे छ त्यही पहिला यहाँ वानली नभएको बेलालाई वानली गर्ने एकचोटि, अनि प्लस तीनवटाको इन्टरसेक्सन जोड्ने। N वानली A इन्टरसेक्सन B लाई चाहियो भने N A इन्टरसेक्सन B माइनस N A इन्टरसेक्सन B इन्टरसेक्सन C। ल यो मोडालिटीमा त्यसो म एउटा सोधेँ। अब यो फिगरै नहेरिकन ल बनाऊ भने अब तिमीलाई सोध्यो